मलाई टिकटक बनाउनु छ म त अब अफिसको मिटिङमा गएर खान्छु बाई बाई मम्मी म स्कुलबाट आएँ ए आयो छोरी नास्ता के बनाउनु भएको छ नास्ता त बनाएको थिएँ छोरी टिकटक बनाउँदा बनाउँदै डर्यो हेर न अब के गर्नको मैले पैसा पिज्जा बर्गर मोमो जे खानु छ खाऊ है तैँले पैसा दिएर पिज्जा बर्गर खाऊ भने हिजो पैसा लिएर तपाईँ थाहा भयो अहिलेसम्म पेट दुखिरहेको छ म्यामको घरमा ट्युसन पढ्न जाँदा पढाइ होइन टोइलेटमा धेरै बास हुन्छ योभन्दा त म दाइसँग गएर बस्छु मना कस्तो मना मेरोमा त दादी सकिन्छ जाउँ रिचार्ज गर्न दाइ आफ्नो पारामा हुनुहुन्छ मम्मी आफ्नो पारामा हुनुहुन्छ योभन्दा त म म्यामकै घरमा गएर बस्छु होइन उता सृष्टि हो मम्मी मम्मी हजुर छोरी तिमी आयौ किन ढिला आएको नि कहाँ पो ढिला भएको तर 2-3 मिनट मात्र पो ढिला भएको कति चिन्ता लिनु भएको चिन्ता लिनु परिहाल्यो नि छोरी आजकलको जमानै त्यस्तै छ भयो अब यो कुरा छोडिदिनुहोस् आज साह्रै भोक लाग्यो नास्ता के बनाउनु भएको छ तिम्रो फेभरेट नास्ता बनाएर ल्याएको है ल होमवर्क गर्दै राख म लिएर आउँछु म पनि होमवर्क गर्दै राख्छु आज त माइमरी टाउको दुख्छ त करुणा हजुर एक गिलास पानी लिएर आऊ त आए हजुर आए ए बाबा पनि आइपुग्नु भएको छ के गर्दै यो छोरी होमवर्क गर्दै नि अनि पढाइ चाहिँ कस्तो चलिरहेको छ फाइनल इक्जाम आउँदैछ साह्रै डर लाग्छ प्रथम हुन्छ कि नै किन डराएको प्रथम भए पनि नभए पनि केही हुँदैन आफ्नो लक्ष्यमा पुगेरै छाड्नुपर्छ छोरी ए हुन्छ बाबा नमस्ते गुरु नमस्ते नमस्ते के छ त अनि ठिकै छ तपाईले कस्तो छ मलाई पनि ठिकै छ आफ्नो गेम झगडाले आउनै दिनुहुन्न ए हो तिमी त राष्ट्रिय खेलाडी हो नि तिमीले यस्तो भनेर हुन्छ राष्ट्रिय खेलाडी भएर के गर्नु त खेल्न जान दिनुहुन्न ए हो भोलिबाट घरमा कुरासुरा मिलाएर अनि टाइममा आउने गर्नु है ल ल म एकचोटि कुरा गर्छु अनि आउँछु है ल ल ल ल सुजाता आजकल त तिमी साह्रै निराश देखिन्छौ न पढाइमा ध्यान दिन्छौ न केहीमा आजकल पढाइ पनि साह्रै बिगारेछौ के हो नमस्कार किन त आजकल तपाईँको पढाइ धेरै बिग्रिँदै गइरहेको छ घरको अवस्था नै यस्तै छ म्याम ए म्याम टाइम भइसकेको रुममा जाउँ ल जाउँ म्याम हुन्छ हेलो 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 नमस्कार 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 तपाईँ सुनेर अभिभावक बोल्दै हुनुहुन्छ खै ए हुन ल हो भने भोलि 11 बजेतिर स्कुलको मिटिङमा आउनु होला है मिस किन त किन माथि त्यो डाँडामा 1 लाखको मिटिङ छ मिस तपाईँको 1 लाखको मिटिङ ठुलो कि तपाईँहरूको बच्चाको शिक्षा ठुलो हो मिस डाँडामा 1 लाखको जस्तो मिटिङ छ मिस यदि तपाईँ आउनु भएन भने तपाईँहरूको बच्चालाई हामी स्कुलबाट रेस्टिका गरिदिन्छौँ मिस बरु यस्तो फिको कुरा गर्नुहुन्छ भने मिस म फोनपे गरिदिन्छु फिको होइन इम्पोर्टेन्ट मिटिङ छ तपाईँ आउनै पर्ने हुन्छ ल ल म र मेरो टिकटक बुढी आउँछु हुन्छ आज साह्रै डर लागेको छ प्रथम हुन्छ कि नै किन डर लाग्छ
दिन आउनु होला भनेर बोलाएको। मेरो छोरीको रिजल्ट देखाउँदै तपाईँको छोरीको रिजल्ट एकदम राम्रो भइरहेको छ। अझै अघिल्ला दिनमा पनि धेरै राम्रो गर्नु पर्यो। लाउनु पर्छ आउनु भएको छ जुत्ता र बिटिएम। खै हेर्नु कि छोरी तँले नेपाली हल्का बिगाडी नि। अब अर्कोचोटि राम्रो गरिहाल्छु नि, चिन्ता नलिउनु न। अझै राम्रो गरेर छ या छोरी, म त ठुलो ब्याची हेलिकप्टर किनिदिउँ न। हुन्छ हुन्छ, बधाई छ जुनु प्रथम आएकोमा। मिस र तपाईँहरूले पनि बधाई छ किनकि घरमा जुनुको पढाइमा हेरिदिएकोमा। हामीले मात्रै हेरेर आउँदैन, तपाईँले पनि कक्षा कोठामा उहाँ विद्यार्थीलाई धेरै राम्रोसँग हेरिदिएकोमा र केही नआएको कुरामा सिकाइदिएकोमा तपाईँले पनि धेरै धेरै धन्यवाद छ। अब यहाँ हाम्रो तपाईँको दुइटैको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ, त्यसैले दुइटैले हेर्नुपर्ने हुन्छ बच्चाहरूलाई। हो, नमस्ते। नमस्कार। कसको पालो? खै होला अब कसैको उता। नमस्ते म्याम। नमस्कार। नमस्ते गुरुआमा। खै त तपाईँहरूको अभिभावक बाटोमा आउँदै हुनुहुन्छ। बाटोमा टिकटक बनाउँछन् टिकटक। हेलो हेलो नेताज्यू, हेलो हेलो बुढा, टिकटक बनाऊ न। टिकटक बनाउन नि बाबा। नमस्कार। नमस्कार। के कामले बोलाउनु भयो त? आज चाहिँ बच्चाहरूको चाहिँ रिजल्ट हो। योभन्दा नि पहिला अब हजुरहरू उपस्थित हुनु भइदिएन। योचोटि समयमा उपस्थिति भइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ हजुरलाई। मेरो छोराछोरीले राम्रै नै गरे होला। यतिका धेरै लगानी म गरेको छु। दिउस दिन पढाए त्यसरी दिसैहरू पढाइरहेको त्यही त हामीलाई टिकटक बनाउन लागिरहेको थियो। त्यसो भनेर कहाँ हुन्छ, हजुरको छोराको त एउटा पनि अनुशासन छैन। हेर्नुलाई त्यो जङ्गल त्यहाँ त्यो पुरै जङ्गल जस्तो छ, गेटअप पनि ट्याबे जस्तो छ, अनि अनुशासन एउटा पनि छैन। स्कुलमा आउँदाखेरि नि जहिले पनि लेट लाइन आउँछ हजुरको छोरा। यो त मेरो छोराको स्टाइल हो नि। स्टाइल भनेर मात्र कहाँ हुन्छ त, हजुरहरूले राम्रोसँग केयर गर्नु पर्यो। हजुरको छोराले नि रिजल्टमा के ल्याएको छ थाहा छ तपाईँहरूलाई? इङ्ग्लिस साइन्सहरू सबै विषयमा एनसी ल्याएको छ। कि मेरो छोराले पो एनजी पो ल्याएछ नि। एनसीबाट हजुरलाई थाहा छ? नाइस ग्रेड। एनसी भनेको त नन ग्रेड हो। त्यो भनेको इङ्ग्लिस साइन्सहरू सबै विषय लागेको छ हजुरको छोराले। यस्तरी तँले के भन्न खोज्यो हो? यस्तरी मैले पैसा खर्च गरेर मैले पढाइरहेको छु हो। यस्तरी के भने यसको हो? मैले सानोमा त मैले पढ्न पाइनँ, पैसाको अभाव धेरै भएको मैले पढ्नै पाइनँ। म अलिक ठुलो यति धेरै पैसा कमाउँछु, मेरो छोरीलाई पैसाको अभावै हुन दिन्न। ट्युसनमा यस्तै पढाउँछु सोचिरहेको तपाईँलाई के भन्दै हुनुहुन्छ हो? यसो भनेर हुन्छ? पैसाले शिक्षा किन्न पाइन्छ? त्यस्तो नि मेरो पहिलाको पैसा सब फिर्ता देऊ। पहिला राम्रोसँग धेरै झर्किने राम्रोसँग बोल्नुहोस् त अलि। तपाईँहरू म्याम तपाईँ सोध्नुहुन्थ्यो नि मेरो पढाइ किन बिग्रेको भनेर, उहाँहरूले गर्दा नै हो म्याम, उहाँहरूको झगडाले म र मेरो बहिनी पढ्नै पाउँदैनौँ। मैले फुटबलमा यस्तो लगानी गरेको थिएँ, उहाँहरूले बाबुहरू देख्नुभयो हजुरहरूको कारणले बच्चाहरू कति निराश भएका छन्। सरी मिस, हजुरले मेरो आँखा खुलाइदिनु भयो। पैसा मात्रै सबै कुरा रहेनछ र छोरीलाई यस्तरी रेखदेख पनि गर्नुपर्ने रहेछ। उनीहरूले के संस्कार गर्दैछन् भनेर सब कुरा थाहा पाउनुपर्ने हुँदो रहेछ। पैसा कमाउनु मात्रै ठुलो कुरा रहेनछ। धन्यवाद मिस, तपाईँ जस्तो हाम्रो आँखा खुलाइदिनुमा धन्यवाद। हामीलाई मात्र होइन हजुरले पनि आफ्नो गल्तीलाई स्वीकार दिनुभयो। यसमा पनि हजुरहरूलाई पनि धेरै धन्यवाद। अब आउँछ नानीहरूलाई चाहिँ राम्रोसँग पढाउनु होला। घरमा पनि हामी पनि विद्यालयमा उत्तिकै मेहनत गरेर हजुरहरूको नानी बाबुहरूलाई हेर्नेछौँ होइन। धन्यवाद। नानी बाबु बिग्रिनुमा के हामी परिवारको मात्र दोष हुन्छ कि म्यामहरूको पनि?
त्यो त अब हाम्रो पनि दोष हो, हजुरहरूको मात्रै भन्न मिल्दैन होइन। हामीले पनि अब राम्रोसँग हेर्छौँ विद्यार्थीहरूलाई। हजुरले पनि आफ्नो घरमा राम्रोसँग हेरिदिनु होला, राम्रोसँग गाइड गर्नु होला आफ्नो छोराहरूलाई होइन। त्यही नै हो, दुइटैतिर अब हामी राम्रोसँग मिलेर चाहिँ आफ्नो नानी बाबुहरूलाई अघि बढ्न चाहिँ धेरै सहज हुन्छ। हस् त, धन्यवाद। हेलो हेलो नेताजी हो। एचएलका त्यो मिटिङमा म आउन पाउँदैन अनि बच्चाहरूले हेरेको चाहिँ गर्नु पर्ने छ। ए बुढी तैँले नि हाम्रो टिकटक डिलिट गरिस् कि नै? अघि नै गरिसकेँ नि मैले त टिकटक डिलिट। ए ल हजुर, हाम्रो आँखा चाहिँ ढिलो खुल्यो। हजुरहरूले यदि ढिलो भएको छ भने छिटो आँखा खोल्नु होला। हस् त, धन्यवाद।